हेलो 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 एभ्रिवान सबैजनालाई गुड मर्निङ है। आज चाहिँ हामी लाग्यौँ हामी त आज चाहिँ हाम्रो बहिनीहरूलाई फुटबल सिकाउनको लागि हामी हाम्रो फुटबल ग्राउन्डमा जाँदैछौँ। यताको फुटबल ग्राउन्ड कहाँ छ मलाई थाहा छैन, कहाँबाट जान्छ खोइ त। मित्रहरू त छोडेर हिँड्ने हावा रहेछ नि। त्यही हो, हेर्दै गर्नु अहिले बहिनीहरूले कस्तो स्कुटर एक दिनमा पर्फेक्ट बनाइदिन्छु क्या म। यस्तो राइडर मान्छे सिकायो भने त मान्छेले त 10 मिनटमा स्कुटर कुदाउने हुन्छ क्या केटा हो। ल हेर्दै गरौँ है त, हेर्दै गरौँ। ओहो हाम्रो स्कुटर सिक्ने ग्याङ चाहिँ यहाँ छ। खै ग्याङहरूले यसो यहाँ हेलो भनिदिनु पऱ्यो कि ल एकजना बस नि त गरे सिक्दै गर्ने। ल को जाने अब, कसलाई जाने मन छ सुरुमा? यो बाटो त वान वे रहेछ नि त मित्र। ल एकदम सानो बाटो, मैले बहिनी पर्फेक्ट भएपछि यो बाटो चलाएर ल्याउनु पर्छ ल तिमीले। अरे कहना क्या चाहते हो? लास्ट सिप लिन्छ कि मेरो पछाडि चक्का गोटी नभएर लिएको। बाटो हेर्न सक्नुहुन्छ, एकदम दामी छ है यहाँको चाहिँ। देखो न देखो न देखो न, बाटो चाहिँ यस्तै छ यहाँ, राम्रै रहेछ। सिक्नलाई त्यति भयो त ग्राउन्ड भइहाल्यो नि, राम्रै रहेछ। सिधै चलाउँदा खै ल्याउ त मोबाइल सक्छ कि नउडाउन? चलाउनु भइसक्यो, सिक्दै नसिकी स्ट्यान्ड माथि गर्ने। ल बिस्तारै बटाएर त्यो एक्सिलेटर पछि स्पिड भयो भने छोडिदिने एक्सिलेटरलाई बटारमा हो। ए यत्तिको मात्रै सिक्यौ तिमीले 10 मिनटमा पर्फेक्ट हो। क्या सोच है रे तेरी। ल ल हिँड बिस्तारै, ल खुट्टा माथि सिधा अगाडि पारिएर सिधा अगाडि हेर्ने हो कि? त्यो बिस्तारै हुन्छ, एकैचोटि कहाँ हुन्छ त। ल हिँड होइन, ल ल खुट्टा टेक मजाले, खुट्टा नटेक है, माथि राख अगाडि पारि हेर। अनि बटार्न पनि बिर्सिनु भएन नि त नि, नबटारी कहाँबाट जान्छ त स्कुटर। ल हेर है 2 मिनट सिकाएन यत्तिको चलाउनु भइसक्यो है बहिनी चाहिँ। ल ल ल कसको पालो त? ल कसलाई बढी को आउँछ, बढी कसलाई आउनु रहेछ हेरौँ त। ल कतिको अहिले क्वालिफाइड गरेर लाइसेन्स निकाल्ने सिधै। ल है त हाम्रो बहिनीले है त मिठो चलाउँछन् रे, खै मैले देखेको छैन। ल अटाइदिनु पर्दैन नि? पर्छ अटाइदिन? अटाइदो त अलिअलि। ल बिस्तारै है, त कतिको जानिन्छ त, सबैलाई नजान्ने मान्छे तिमी हौ। पर त आज पर्फेक्ट भएर जान्छु भन नि त नि, भोलिदेखि फिलिली गोल्डो गाउँमा त्यो बाटो भए चलाउँछु भन। बस एक्सिलेटर अलि बढी हुने बित्तिकै छोडिदिने है त्यसलाई, एकदम बटार्न ट्याक्क। ल ल ल ल बिस्तारै बिस्तारै। ल कति दिनमा पर्फेक्ट हुन्छ भन त? तपाईँ त गुरु पाएछु 2 दिनमा चलाउँछु भन न। के हो भाई साहब कुछ ज्यादा नहीं हो गया मतलब कुछ भी। ल है त स्टार्ट कसरी गर्ने रे गर त है। टोली पनि छ यहाँ ग्याङ, एकदम रोनाल्डो मेस्सीको फ्यानहरू केटाहरू। ल ल गोल 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 केटा हो। ल म भिडियो हालिदिन्छु ल तिमीहरूको। राम्रो खेल है, बुढाहरू चाहिँ दामी खेल्ने रहेछ फुटबल। जोस् यार रमाइलो छ यहाँ। पानी कसले दियो? हो मलाई थ्याङ्क यू भन्नु पर्दैन नि? ल ठिक छ। ल यत्तिको चलाउनु भइसक्यो नि। ल राइडर यहाँनिर रोक त ठ्याक्कै। ल हो अनि यत्तिको भएपछि ल कान्छी जाऊ, कान्छीमा राइडर भइसक्यो है ढुक्क हो। दौड्यो 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 दौड्यो। ल
हाम्रो गुरु बा है यहाँ मेन पर्फेक्ट राइडर भइसक्यो ल यहाँ रोक त ल यहाँनिर ल हाम्रो यहाँ के अरे मेन प्रशिक्षक भाइले पनि सिकिसक्यो भाइको त ट्रायल छ पास खै नानीहरू कतिको सिक्यो त सब लाज मानेर हेर न यहाँ खै सब लजालु छन् के बहिनी ल कतिको बाइक चाहिँ कति सिक्यो भन त प्रशिक्षक चाहिँ कस्तो लाग्यो त बाइक सिकाउने ल ठिक छ बुढाले चाहिँ अलिअलि चलाउने चाहिँ भएन आज एक दिनमा सिकिँदैन त्यस्तै छ ल केटा हो हामी चाहिँ आज कार्यक्रम सकियो नि त ल यस्तै हो अब हेर्दै गर्नु होला सबैले यो भ्लगलाई माया गरिदिनु होला छोटो भ्लग छ है बहिनीलाई स्कुल सिकाएको मात्रै त्यही हो च्यानललाई सब्सक्राइब लाइक कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला सधैँभरि मेरो माया छ सबैजनालाई ल यति हो पिस बाई बाई गाइस